माटोलाई संसदमा पठाउनुपर्छ। त्यो करार पत्र नि फलामको चिउरा हुन्छ, चपाउनै नसक्ने। संसदमा माटो गएपछि बल्ल हर्क साम्पाङ रेभोल्युसन सुरु हुन्छ। त्यसपछि हो, हर्क साम्पाङ संसदमा पुग्ने बित्तिकै के सबैलाई तहलाउँछन् त? बाँकी भिडियोमा अझ हेरौँ है त। हर्क साम्पाङलाई होइन एकदमै धेरै बिल्ला उडाइएको होइन, एकदमै खिचिट्युरी गरिएको, टुम्लुङ 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 भनेर खासमा ठिकै त भनिरहेछन् नि। संसदमा गएर पनि टुम्लुङ 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 गरेर त्यो करार पत्रमा लेखिएका सबै बाचाहरू पुरा हुन्छन्। हजुर, त्यो करार पत्रलाई नि फलामको चिउरा बनाइदिन्छन् हर्क साम्पाङले। माटोलाई संसदमा पठाउनुपर्छ। त्यो करार पत्र नि फलामको चिउरा हुन्छ, चपाउनै नसक्ने। अपोजिसन त हामीले दरै पठाउनु पर्ने भएको छ, एकदम दरो। विकास हामीलाई पनि चाहिएको छ। संसदमा माटो गएपछि बल्ल हर्क साम्पाङ रेभोल्युसन सुरु हुन्छ। त्यसपछि एम्बेसीमा गएर टीका थापेर आउने नेताहरूले नि जनताले पठाएको नेताको कति पावर हुन्छ भन्ने कुरा देख्छन् बल्ल। त्यसपछि भूमिपुत्रको हुन्छ क्या पावर। जब हर्क साम्पाङ पुग्छन् संसदमा अनि बल्ल सत्यले ठाउँ पाउँछ। इमानदार ब्युरोक्राट्सहरू निस्किन्छन्। त्यसपछि जनताले पठाएको नेतामा चाहिँ धेरै पावर हुन्छ क्या। एम्बेसीमा टीका लाएर आउने नेता भन्दा पनि धेरै पावर जनताले पठाएको नेतामा हुन्छ। पाखुरामा जन्मे टाकुरामा हुर्के, म झुक्दै नझुक्ने नेपालको छोरो भनेको मै हो भनेर हर्क साम्पाङले जुन भनेको छ नि, हो हर्क साम्पाङ नै हो त्यो छोरो। संसदमा गएर सबैको बाजा बजाउने छोरो हर्क साम्पाङ नै हो। यो जुन अहिले टेम्पोररी सरकार छ नि, हामी सबैलाई थाहा छ क्या यो टेम्पोररी सरकार पनि टिके सरकार हो भनेर। हर्क साम्पाङलाई गृहमन्त्री बन्ने भए भारतीय एम्बेसी जा भन्दाखेरि हर्क साम्पाङ नगइकन धरान फर्केको हो के। एम्बेसी नधाएको नेता हो क्या हर्क साम्पाङ। सबै टिके सरकार, सबै विदेशी चलखेलवाला सरकार, कोही कुन इन्डियाको, कोही अमेरिकाको, यो सबै एउटा मात्रै फरक कोही छ भने हर्क साम्पाङ। माटो पार्टी नै हो क्या डिफ्रेन्ट भनेको आजको डेटमा। विदेशी चलखेल मुर्दाबाद, जय माटो।